त मेसिनको चाहिँ यो दुईतिरै घुम्यो, एकैचोटि यो मकै पिन्ने पनि घुम्यो, धान कुट्ने पनि घुम्यो। किन घुम्यो भन्दाखेरि चाहिँ तपाईँहरूको यो उल्टे ल हेर्नुहोस् त, यसरी नै हाल्नुपर्ने हुन्छ। तपाईँको मोटर चाहिँ उल्टे घुमेको हुन नि सक्छ, एकचोटि मोटरलाई चाहिँ मिलाउनु पर्ने हुन्छ। नत्र भए यो पनि उल्टे हुनसक्छ, यसमै समस्या आएको नि हुनसक्छ। यता र उता घुम्छ घुम्दैन, यसो गरेर विचार गर्नुहोस्। यता जाँदाखेरि मात्रै यसरी घुमाउँदाखेरि एउटा घुम्छ भने यता ल्याउँदाखेरि यसरी ल्याउँदाखेरि एउटा मात्रै घुम्छ है। यताको घुमेन नि, देख्नुभयो? ल हेर्नुहोस् त, राम्रो छ, यो घुमेन नि। ल हेर्नुहोस्, यसरी छुट्याउनु पर्ने हुन्छ पहिला कसरी घुमेको छ भनेर। अनि यो यता घुमाउँदाखेरि घुमेन यो। ल हेर्नुहोस्, ठ्याक्कै अपोजिट हुन्छ, एउटा दाहिने एउटा देब्रे घुम्ने हुन्छ यसको। ल हेर्नुहोस्, यसरी घुम्दा माथि जाँदाखेरि घुमेन, फेरि यसरी तल ल्याइयो भने दुइटै घुम्छ। ल हेर्नुहोस्, यताको नि घुम्छ फेरि तल। त्यही हुन्छ तपाईँहरूको समस्या, मेसिनको समस्या भनेको त्यही हो। त्यसैलाई नि छुट्याउनु होला, मोटर एकचोटि मोटर मिलाउनु होला, त्यहाँबाट समस्या समाधान भइहाल्छ। ल हेर्नुहोस्, तपाईँहरूको मोटर चाहिँ उल्टे घुमेको हुन्छ, ठ्याक्कै उल्टे घुम्यो तपाईँहरूको मोटर ठ्याक्कै उल्टे घुम्यो। दाहिनेपट्टि घुम्नुपर्ने ठाउँमा देब्रेपट्टि घुम्यो, देब्रेपट्टि घुम्नुपर्ने ठाउँमा दाहिनेपट्टि घुम्यो। त्यही भएको यसरी घुम्नुपर्छ है। एकतिर तल घुम्यो भने यसरी माथि घुम्नुपर्ने हुन्छ। यसरी मोटर घुमेपछि बल्ल राम्रोसँग काम गर्छ मोटरले, नत्र भए गर्दैन, नत्र भए दुईतिरै घुम्छ यसरी। अब यसलाई चाहिँ मैले यसरी तल तान्ने दुइटै घुम्छ। अब फेरि यसलाई यसरी माथि घुमाइदिएँ भने फेरि दुईतिरै घुम्छ। त्यसो गर्दाखेरि लोड ब्यालेन्स मिल्दैन, त्यहाँ भन्छ मोटरलाई चाहिँ असर पर्छ। मोटरलाई असर परेपछि मोटर चाहिँ एकदम हिट हुने, एकदम तात्ने। यो मोटरै हल्का एकदम 2-3 घन्टा चलाउँदाखेरि मोटर हल्का मात्र तातेको हो कि भने जस्तो हुन्छ यो मोटर चाहिँ। यो चाहिँ 4 एचपीको मोटर हो, 3 एचपीको त अलि बढी तात्छ, 4 एचपीको खासै तात्दैन। यसको मोटर चाहिँ तात्दैन खासै, त्यस्तो धेरै बेर चलाउँदा नि तात्ने समस्या छैन। त्यही नमिलेको मैले भनिहालेँ तपाईँहरूको। यहाँ कनेक्सन मिलेन अथवा यो डल्लोमै समस्या छ कि एकचोटि फुकालेर हेर्नु होला, मिलाएर यो फितालाई फुकालेर यहाँबाट यसलाई लुज गराएर हेरी यस्तो नट हुन्छ, सेम टु सेम यो यसरी नै हुन्छ नट। नत्र भए चाहिँ यो छुट्टै हुन्छ, मेसिन अनुसार फरक पर्छ। अनि यस्तो नटहरू फुकाएर यो मोटरलाई उठाएर एकचोटि यो फितालाई चाहिँ ठ्याक्क खोल्नु होला, निकाल्नु होला। दुइटै फिता खोलेपछि चाहिँ तपाईँहरूले विचार गर्नु होला, फिता नखोल्दै विचार गरे पनि हुन्छ। यसरी घुमाउँदाखेरि चाहिँ एकतिर मात्रै घुमेको हो कि यसरी ठ्याक्कै मैले कसरी घुमाएँ नि त्यसरी घुमाउँदाखेरि यताको घुमेन। ल हेर्नुहोस्, यसरी घुमाउँदै यताको घुमेन, एक साइडको घुमेको छैन। अहिले यसरी घुमाउँदै एक साइडको घुमेको छैन। ल हेर्नुहोस्, राम्रो छ, फेक हो कि भनेर भिडियो राम्रो छ, हेर्नुहोस्। यसरी घुमाउँदाखेरि घुमेको छैन होइन, एकतिर यसरी घुम्छ। धान कुट्ने चाहिँ यसरी घुम्छ होइन, यसरी घुम्छ। ल हेर्नु, धान कुट्ने घुमाउँदाखेरि यताको घुमेन। अनि मकै पिन्दाखेरि चाहिँ ठ्याक्कै उल्टे हुन्छ, अपोजिट। अब तल ल्याइयो भने यसरी तल घुमाइयो भने यसको चाहिँ अब माथि जाँदाखेरि चाहिँ यो मात्रै घुम्छ। अनि फेरि तल फेरि यो ठ्याक्कै उल्टे भयो, मोटरको कनेक्सन उल्टे भयो भने ठ्याक्कै दुइटै घुम्छ। यसरी घुमिदियो भने दुइटै घुम्छ। फेरि ठ्याक्कै अपोजिट भयो क्या तपाईँको मोटरको कनेक्सन, केही भएको होइन, मोटरको कनेक्सन अपोजिट भयो। यहाँबाट मिलाइदिनु होला, यहाँबाट अथवा यतैबाट कनेक्सन मिलाउन सकिन्छ, यहीँबाट खासबाट यहीँबाट कनेक्सन मिलाउनु पर्ने हुन्छ। यहाँभित्रबाट यहाँ 4वटा तार हुन्छ, त्यो 4वटा तारबाट यसको भनेको एकचोटि चाहिँ ठ्याक्कै अपोजिट, एकतिर फेस दिने एकतिर न्युट्रल दिने हुन्छ। त्यो एकतिरबाट न्युट्रल दियो, अर्कोतिरबाट फेस दिने सिस्टम हुन्छ। फेरि अर्कोतिर त्यही न्युट्रल आइरहेकोतिरबाट फेरि प्याट्ट उता पारेपछि चाहिँ त्यसबाट फेस दिन्छ। ठ्याक्कै फेस उतापट्टि अपोजिट त्यसरी दिँदाखेरि यो मोटर यता र उता घुम्ने हो। यसको सिस्टम यस्तो हुन्छ। क्यापेसिटरहरूसँग लोड दिनुपर्ने हुन्छ। यहाँ क्यापेसिटरहरू छन्, एउटा रनिङको र एउटा स्टार्टिङको हुन्छ क्यापेसिटर। स्टार्टिङ गर्दाखेरि यसलाई लगभग बढी भोल्ट बढी झड्का हान्नुपर्ने, मोटरमा बढी झड्का हान्दाखेरि बल्ल स्टार्ट हुन्छ। अनि त्यहाँबाट घुमिराख्ने पर्ने हुन्छ। त्यही हो क्यापेसिटरको काम, झड्का दिनको लागि हो। र मोटर चाहिँ
बढी नतातोस्। मोटरलाई चाहिँ भोल्टेज मिलाउने अथवा यो मिलाउनेहरू चाहिँ सबै यसैले गर्छ काम। त्यो विषयमा भन्न परेन। मैले यहीँबाट मिलाउनु होला, ठ्याक्क अपोजिट दिनु होला। यसको कनेक्सन ठ्याक्क एउटा टेस्टर छ भने टेस्टर लिएर ठ्याक्क अपोजिट कनेक्सन दिनु होला। ठ्याक्कै न्युट्रल र फेसको ठ्याक्क अपोजिट दिनु होला, ट्याक्कै समस्या समाधान हुन्छ। त्यो समाधान भनेको चाहिँ त्यही हो। नत्र भए चाहिँ यो डल्लो कहिलेकाहीँ डल्लोमा यसमा नि समस्या आएको हुनसक्छ। यता अल्झिने हुन नि सक्छ, त्यो पनि विचार गर्नु होला। मैले चाहिँ एकचोटि घुमाउनु होला, यसरी तल घुमाउनु होला। एकचोटि तल घुमाउँदाखेरि यसरी घुमाउँदाखेरि यतापट्टिको तल ठ्याक्कै यसरी घुमाउँदाखेरि चाहिँ एकतिर मात्रै घुम्छ, अनि यसरी घुमाउँदाखेरि दुईतिर घुम्छ। ल हेर्नुहोस्, त्यही हो। यसरी एकचोटि यसरी घुमाउँछ मोटरले, ठ्याक्क फेरि मकै पिन्दाखेरि भ्याट्टै उता पानी हुन्छ नि। यसले उताबाट मैले खोलेको छैन, उता पार्दाखेरि उतैको घुम्नु पर्ने र यता यसो गर्दाखेरि यतैको घुम्नु पर्ने सिस्टम हुन्छ यसको। यसो गर्दाखेरि ठ्याक्कै उता धकलिदियो भने जातोपत्ति घुम्छ। यता बिचमा ल्याइयो भने न्युट्रलमा बस्यो, यता ल्याइयो भने यो धान कुट्ने घुम्छ। ल हेर्नुहोस्, त्यही हो सिस्टम। तपाईँहरूको कनेक्सनै उल्टे अथवा यो डल्लै बिग्रिन सक्छ। यस्तो डल्लो त सितिमिति बिग्रिँदैन खासै, त्यही होला। त्यस्तै लाग्यो तपाईँहरूको समस्या जहाँसम्म लाग्यो। यसरी ठ्याक्कै यसरी घुमाउनु है। हेर्नुहोस्, यसरी घुमाउनुहोस् एकचोटि हातैले, लाइन नदिइकन यसरी। कता उताको घुमेन नि अहिले, यस्तै हुनुपर्ने हुन्छ। सेम टु सेम सिस्टम। तपाईँहरूले चाहिँ घुमाउँदाखेरि चाहिँ यसरी घुम्दाखेरि, यसरी घुमेको तपाईँहरूको मोटर, तपाईँहरूको फिता चाहिँ फ्याट्टै जता पार्दाखेरि यसरी घुम्ने कि यसरी घुम्ने कि यसरी घुमेपछि दुइटै घुम्यो। यो मिलेन, यहाँ लोड ब्यालेन्स मिलेन, यताबाट यहाँ न्युट्रल फेस दिएको मिलेन। अरू केही भएको होइन, केही समस्या आएको होइन, ठुलो समस्या होइन। यसरी घुम्यो तपाईँहरूको मोटर। ल यसरी घुम्ने होइन, यसरी घुम्न पर्ने हुन्छ। एकचोटि यसरी घुम्न पर्ने हुन्छ, अर्कोचोटि चाहिँ यसरी घुम्न पर्ने हुन्छ। ल हेर्नुहोस्, अनि यस्तो मेसिनको बेरिङ पनि गयो भन्नु थियो एकजना साथीले। यसको नि बेरिङ गएर मैले यहाँ स्प्रिङ हालेर बेरिङलाई चाहिँ अडाएर राखिदिएको छु। त्यहाँबाट चाहिँ राम्रैसँग काम गरेको छ अहिले। हामी चाहिँ यसमा चाहिँ खासै धान कुट्टिन्न। यसको चाहिँ जाली मिलाउँदा हैरान पर्ने, सानो र धान अनुसार जाली मिलाउनु पर्ने हुँदाखेरि हामीले यसमा कुट्न छोडियो। र यता छ यस्तो, यसको बारेमा नि केही भिडियो चाहियो भने भन्नु होला, कमेन्ट गर्नु होला, म बनाइदिन्छु। अनि उता पनि तोरी मिल छ, त्यसको बारेमा नि भिडियो चाहियो भने बनाइदिन्छु। म बनाउनु त बनाइसकेको छु। हस् त, धन्यवाद। त्यही हो तपाईँहरूको समस्या, त्यसैलाई मिलाउनु होला।